साह्रो जाडो हो बिहान बिहान चिसो ओ भुबुडियार कहाँको हो यो पृथ्वीनारायण स्कुल अनि एका बिहानी 8 बजे के गर्न आगिया कबड्डी गेमलाई फर्स्ट एड दिन आएको छैन गेमै हामी मात्र ल हेर्नु है आज हामीलाई एकदम ठुलो प्र्याङ्क भयो होइन अब ड्युटी रोस्टरमा चाहिँ आज 14 गतेदेखि थियो होइन हाम्रो ड्युटी कबड्डीमा भरे आउँदा आज हुँदै होइन रहेछ भोलिदेखि रहेछ एक मनले रिस पनि उठ्यो खुसी पनि लागिरहेको घर अब हामीले त आफ्नो ड्युटी निभाएकै हो आएकै हो ड्युटी नै नभएपछि के गर्नु अब त्यो ड्युटी बनाउने मान्छे चाहिँ को होला है अहिले राम्रोसँग बनाउनु पर्छ कि पर्दैन ल है हामीलाई चाहिँ अब रिस पनि उठिरहेछ अब एक दिन भयो भने तर हाम्रो बिहिबार छुट्टी थिएन अब बिहिबारको साटर्डे भगवान्ले हामीलाई माया गरेर आज यस्तो गरिदिनु भयो होला कि पब्लिक होलिडेको दिन हाम्रो बिदा होइन नि त पर्सि बिहिबार जे भयो अब राम्रै भयो भन्नु पऱ्यो दुःख त भयो हामीलाई बिहानै उठेर होइन रेडी भएर खाना पकाएर आउँदा गाह्रो त भयो तर पनि ठिकै छ अब के गर्नु त होइन भुबुडिया अब भगवान्ले जे गर्छ राम्रै गर्छ होइन यो स्कुल त साह्रै रिसोर्ट जस्तो रहेछ क्या एकदमै ठुलो है सरकारी स्कुल नि यस्तो हुनु भने त एक राउन्ड मर्निङ वाक भयो हाम्रो एक्सर्साइज हो एक राउन्डै यार यो त बोर्डिङ भन्दा नि धेरै राम्रो के कति ठुलो फुटसल पनि कति राम्रो अब बिहानै आएको हतारिएर अब खाली पेट छ अब गेम नभए पनि पेट पूजा त गरेर जानु पऱ्यो होइन यत्रो बिहान बिहान उठेर आइसकेपछि चिया अनि के पकौडा खानु भने होइन अब बिहान बिहान पकौडा खाँदा के हुन्छ पेटमा असर त्यो चाहिँ भरेसम्म जानकारी दिन्छु है मैले आज एक दिन हो तपाईँले बिहानै चिया पकौडा त खान्छन् नि बिहान बिहान पकौडा चाहिँ कसले खान्छ त्यही भएर त बनायो दिउँसोलाई होला के साथीहरू गाह्रो छ ल हामी चाहिँ अब बिहान बिहान के खाँदै भुवन चिया पकौडा लेमन टी पृथ्वीनारायण स्कुलमा आएर होइन अचार पनि छ गेम नभए पनि खाजा त खानु पर्यो होइन अर्को कुरा भोलि पनि हामी बिहान आउने रहेछौँ भोलि पनि 1 बजे रहेछ ड्युटी त्यस्तो नि इन्फर्मेसनै केही छैन इन्फर्मेसन केही छैन कोअर्डिनेसन केही छैन जाऊ भनिदियो कति बजे ड्युटी के कसो के कति गते केही थाहा छैन हेर्नु अचम्म बिहान गेममै खाने भनेर अब खाना पनि नपकाइकन आएँ आफूलाई होइन उसले झन् केही नगरिकन आएको पकाउनु पऱ्यो होइन अब मेरो पनि घरमा अब खाना सकिसक्छ भन्दाखेरि होइन अब आफ्नोलाई फेरि पकाउनु पर्ने भयो यस्तो हुन्छ कि इन्फर्मेसन राम्रोसँग नदिएपछि पकाएको छैन आफ्नो लागि यही खाने भनेर पाउचोरीको लागि मात्रै पकाएर हिँडेँ होइन ल हामी चाहिँ यहाँ मेयर कपमा फर्स्ट एडको लागि आएको छौँ होइन हाम्रो सानो फर्स्ट एड बक्स यहाँ छ होइन अब यहाँ कतिजना अब घाइते हुने के हुने आज कबड्डी गेममा छौँ हामी होइन भुवन दिदी एकदम नर्भस हुन्छ म चाहिँ कबड्डीमा बसेँ होइन पहिला होइन कबड्डी गेमबारे मलाई अलिक थाहा होइन ल ठिकै छ राम्रै होस् होइन गेम चाहिँ एकदम एक्साइटेड हुन्छ बास्केटबलमा बसिरहेको बानी होइन यस रमाइलो होस् राम्रै होस् होइन सबै फुल्लै होस् बुढिया कहाँ छौँ बिहान बिहान घाममा लागिरहेछ हामी चाहिँ मेयर कपमा होइन मेयर कपमा चाहिँ फर्स्ट एडको लागि हेल्प गर्न आएको छौँ होइन गेम चलिरहेछ कबड्डी यहाँ पृथ्वीनारायण स्कुलमा घाम मजाले लागिरहेछ अब हाम्रो शनिबारसम्म चाहिँ हेर्ने हुन्छ ड्युटी धेरै चाहिँ घाइते नहुन् भन्ने आशा छ होइन खाना टाइम भयो खाना टाइम भेज खाना हाम्रो के हो यो अचार सोयाबिनको अचार काउलीको सब्जी मासको मिक्स दाल मिठो छ
मजाले जाडोमा घाम चल्नु कस्तो आनन्द हुन्छ है भू एकदमै खै कहाँ छ हाम्रो सन्जिउ यस्तो तातो आनन्द भयो कि जाडोमा भित्र बसिरहेको बेला चिसो भएको थियो है एकदम भिटामिन डी खानुहोस् भिटामिन डी खानुहोस् टन्न लाएर हड्डी बलियो बनाउनुहोस् जाडोमा यता दुख्ला उता दुख्ला होइन तातो भएर बस्नुहोस् घरको काम बरु बिस्तारै गरे पनि हुन्छ घाममा चाहिँ बस्नै पर्छ घाम लागेको बेलामा फुर्सद नहुनेहरू पनि यस्तो मिलाएर यस्तो एकछिन यताउता मिलाएर बस्नु मिल्छ भने बस्नुहोस् साथीहरू जाडोमा टन्न सुन्तला बदाम खाँदै घाम ताप्नु रमाइलो हुन्छ कि है सुन्तला बदाम कहिले एक दिन बिदा हुन्छ घाम लाग्दै हुन्छ कि शनिबार चाहिँ जहिले पनि लाइफमा मधुरो हुन्छ नि अब के मिन 50 हो कि के सुरु हुन्छ भयो अरे अब त्यसमा चाहिँ एकदम जाडो बढ्छ अरे भन्ने खबर आएको छ सुन्नमा यो साथै चाहिँ मजाले घामलाई बिहान पानी पर्ला जस्तो भयो पनि होइन बोबडी बिहान त कस्तो जाडो भएको थियो जो अहिले चाहिँ न्यानो छ साथी रमाइलो यहाँ पुरै अटोग्राफ हुँदैछ पुरै